धाम मालुङगा नौ धाङलिङको फाउन्डर श्री लक्ष्मण शास्त्री प्रभुजीलाई म स्वागत मन्तव्यका निमित्त हार्दिक निवेदन गर्दछु। कृष्ण कृष्ण हरे 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 राम 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 हरे हरे। मालुङगा धाङलिङ वार्ड नम्बर 9 मा आज श्रीमद् भागवत कथा सप्ताह जो हुन गइरहेको छ। यहाँ विशेष अतिथिहरूको उपस्थित देख्न पाउँदा साह्रै खुसी लागेको छ। विशेष गरी यस श्री वैकुण्ठ धाम द ग्लोरी अफ नेपालको तर्फबाट र म आफ्नो व्यक्तिगतको तर्फबाट पनि हाम्रा अतिथिहरू जो आज यस कार्यक्रमको शोभा बढाउनको निमित्त उपस्थित हुनुभएको छ, सम्माननीय मन्त्री परिषदका पूर्व अध्यक्ष श्री खिलराज रेग्मीज्यू, रामस्वरूप पोखरेलज्यू गुरुजी, गुरु चैतन्य कृष्ण, पण्डित रुक्मगत र पण्डित कृष्ण आर्यालज्यू, बाल व्यास लक्ष्मण भण्डारीज्यू, स्याङ्जा जिल्लाबाट सरकारको तर्फबाट हरिप्रसाद पङ्गेनीज्यू, देवबहादुर बोगटीज्यू, पाल्पा जिल्लाबाट बाबुराम गौतमज्यू, श्रीकृष्ण पाण्डेज्यू र हाम्रा पाल्पा जिल्लाका पुलिस डिपार्टमेन्टबाट पनि देवनाथ अर्यालज्यू, सुदीप अधिकारीज्यू र लच्छु प्रसाद हरिश्चन्द्रज्यू, हाम्रा पत्रकार मित्रहरू पाल्पा जिल्लाबाट भगवान भण्डारी, स्याङ्जा जिल्लाबाट लोकनाथ बगाले, प्रेम रेग्मी, मनोहर पङ्गेनी र हाम्रा स्याङ्जा जिल्लाबाट वासुदेव पौडेलज्यू, लोकनाथ गौतमज्यू लगायत सम्पूर्ण इष्टमित्र, आमाबुवा, दाजुभाइ, दिदीबहिनी, सँगै साथीहरू जो यहाँ आज यस कार्यक्रमको शोभा बढाउनको लागि र यसलाई सफलता दिनको लागि जो उपस्थित हुनुभएको छ, त्यसको लागि कृतज्ञता प्रकट गर्दछु र आशा गर्दछु कि यस कार्यक्रमबाट यहाँ पाल्नुहुने समस्त भक्तगणहरूले र जो हाम्रा टिभी र अन्य मिडियाबाट जो प्रसार भइरहेको छ र यो दृश्य देख्नु भएको छ, उहाँहरू सबैलाई पनि आशा गर्दछु कि यस कथाबाट, यस कार्यक्रमबाट सबैले अवश्य नै लाभ लिनुहुनेछ र यसको फाइदा उठाउनुहुनेछ र आफ्नो जीवन सार्थक पार्नुहुनेछ भन्दै मेरो दुईटा शब्द यही टुङ्ग्याउँछु। हरे कृष्ण।